नमस्ते, म फुल भिडियो लिएर आएको छु तपाईहरुको प्रश्नको जवाफ दिनको लागि। अनलाइन अफलाइन दिएको मोस्टली क्वेशन चाहिँ यही हुने गर्दछ कि ज्यान कसरी घटाउने, सिक्स प्याक एब्स कसरी बनाउने, कति समय लाग्छ त राम्रो शरीर बनाउनको लागि, अनि जिम नै जानुपर्ने हो, अनि डाइटिङ पनि त गर्नुपर्छ होला नि हैन, आदि इत्यादि। आज चाहिँ सिम्पल सोलुसन दिन्छु है त क्वेशनहरुको। फर्स्ट, नेचुरली गुड फिजिक बनाउन मिनिमम 3-4 वर्ष त भन्नै पर्दैन। अनि फिट हुनको लागि जिम नै जानुपर्छ भन्ने छैन। तर जिम तपाईको नजिक एभाइलेबल छ भने त्यो त झन् बेस्ट भइहाल्यो। छैन भने पनि मेरो भिडियो हेर्नेहरुलाई त थाहा नै छ के गर्नु पर्दछ भनेर। सिक्स प्याक बनाउने, ज्यान घटाउने, वेट लस गर्ने यी कुराहरुमा डाइटिङ त obviously हुने नै भयो। सिम्पल कुरा चाहिँ यही हो कि हाम्रो शरीरको लागि जुन खाना आवश्यक छ त्यही खाऊ। जिब्रोको स्वादको हिसाबले आफ्नो इच्छाको हिसाबले खान थाल्यो अनि वेट लस, सिक्स प्याक एब्स भएन आदि इत्यादि चाहिँ नसोचे हुन्छ। यो विषयमा पनि एउटा छुट्टै भिडियो बनाउला। डाइटिङ त म आफ्नो हिसाबले हेरौँला। एक्सरसाइज के गर्ने त आफ्नो मोबाइलको युज गर्ने। सबैको मोबाइलमा स्टेप काउन्टर त हुन्छ नै। छैन भने एउटा एप डाउनलोड गर्नुहोस्। डेली 6 to 7,000 स्टेप्स कम्प्लिट गर्नुहोस्। बिना चिटिङ कन्सिस्ट भएर 2-3 हप्ता लगातार गर्नुहोस्। रिजल्ट पक्कै पनि देख्नुहुनेछ। अनि सकियो भने साथमा केही पुसअप, पुलअप, बडी वेट स्क्वाट्सहरु पनि एड गर्नुस्। यु विल सी द रिजल्ट। सुन्दा सजिलो, सरल, बोरिङ अनि के योले काम गर्छ भन्ने लाग्यो भने ट्राई त गरेर हेर्नुस्। एटलिस्ट 3 विक्स। म त गाउँमा छु, जब गर्छु, खेती काम हुन्छ, यो हुन्छ, कहाँबाट टाइम निकाल्ने टाइमै छैन। त्यो लाग्छ भने वेट लस गर्ने सजिलो तरिका भनेको खेतमा जाने, काम गर्ने। कुनै जिम चाहिँदैन, कुनै फ्यान्सी इक्विपमेन्ट, ट्रेडमिल, रनिङ सुज, खर्च केही नि पर्दैन। ओन्ली 0। रिजल्ट चाहिँ 100%। बस काम गर्दा जे चाहिन्छ त्यो लाने, खेतमा जाने। एउटा इम्पोर्टेन्ट कुरा जुन म लास्टमा भन्छु। पहिला मेरो एक्सपिरियन्स सुनाउँछु है। मैले गरेको 1 आवर कार्डियो भन्दा खेतमा 1 घण्टा, आधा घण्टा मात्रै काम गरेको नि way बेटर थियो। जसमा मोबिलिटी हुन्छ, ब्यालेन्सिङ हुन्छ, ब्रेथ कन्ट्रोल हुन्छ, फ्रेश एयर हुन्छ, अनि कुनै प्रकारको प्रेसर हुँदैन कति समय गर्ने, कति नगर्ने। अनि सबभन्दा बेस्ट कुरा चाहिँ क्वालिटी टाइम विथ योर फ्यामिली। तातो काममा काम गरेर सब थकित हुन्छ, सब अवस्थामा हुन्छ, अनि रुखको शीतलतामा परिवारसँगै बसेर खाना खानुको मजा सबैले एक्सपिरियन्स गरेपछि थाहा हुन्छ है। अघि भनेको इम्पोर्टेन्ट कुरा चाहिँ वेट लस, मसल बिल्डिङ, सिक्स प्याक एब्स यो सब इल्युजन हो। तपाईको मेन प्रायोरिटी र गोल सेट गर्दाखेरि चाहिँ मेन गोल चाहिँ के हुनुपर्छ भन्दाखेरि गुड ह्याबिट्स, हेल्दी बडी अनि पिसफुल माइन्ड। यो मिनिमम कुराहरुमा मात्रै गोल छ भनेपछि हजुरले चाँडै रिजल्ट देख्नुहुनेछ। अर्को भिडियोहरु चाँडै आउनेछ। टिल देन स्टे ट्युन, स्टे फिट। See ya.